हाम्रो भाइलाई मुनि धन्यवाद। काठमाडौँ महानगरपालिकाको सहकार्यमा नेपाल राष्ट्रिय काङ्ग्रेस समाज काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित नायकी बाजाको पुस्तक विमोचन कार्यक्रमका सभापतिज्यू एवं उहाँ नेपाल राष्ट्रिय काङ्ग्रेस समाज काठमाडौँ जिल्लाका अध्यक्ष हुनुहुन्छ। त्यस्तै आजका प्रमुख अतिथि माननीय विराट श्रेष्ठज्यू, नेपाल राष्ट्रिय काङ्ग्रेस समाजका संरक्षक हाम्रा भिक्षुडाक्टर कङ्गीज्यू, हाम्रो नेपाल राष्ट्रिय काङ्ग्रेस समाजका उपाध्यक्ष हाम्रो ललितपुर 11 का निर्वाचित अध्यक्ष परोज कुमार खड्गीज्यू, त्यस्तै काठमाडौँ नगरपालिकाका कार्यपालिका सदस्य ललिता खड्गीज्यू र यो यहाँ उपस्थित रहनुभएका नेपाल राष्ट्रिय काङ्ग्रेस समाजका केन्द्रका सम्पूर्ण पदाधिकारीज्यू, केन्द्रीय सदस्यज्यूहरू र विभिन्न जिल्लाबाट पाउनुभएका जिल्ला सभापतिज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू र विभिन्न शाखा उपशाखाका सदस्यज्यूहरू र हिजो चिनीपतेतिर आइपुग्नुभएका कास्की जिल्लाका अध्यक्ष लगायत हाम्रा सचिवज्यू र उपाध्यक्षज्यूलाई म नेपाल राष्ट्रिय काङ्ग्रेस समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म हार्दिक निमन्त्रणा गर्न चाहन्छु र तपाईँले धन्यवाद पनि दिन चाहन्छु। त्यस्तै यो कार्यक्रमको लागि यो ठाउँमा पुर्याउनको लागि सम्पूर्ण हाम्रा बाजाकर्मीहरू र बाजाका गुरुहरूले जुन समय खर्चिनु भएको छ, तपाईँले मिहिनेत गर्नुभएको छ, त्यसको परिणाम आज हामीले पाएका छौँ। त्यसको लागि पनि म सम्पूर्ण गुरुवर्गहरूलाई म नेपाल राष्ट्रिय काङ्ग्रेस समाजको तर्फबाट म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। हामी भन्ने गर्छौँ हाम्रो खड्गीहरूको पहिचान हामीले खोज्दै गर्छौँ। पहिचान खोज्ने क्रममा हाम्रो संस्कृति, हाम्रो पहिचान भनेर हामी धेरै अगाडि हामी लाग्यौँ। तर त्यस्तो दिन आयो हाम्रोमा, हाम्रो यो जुन बाजा यो फुट्दै गएको अवस्थामा कतै पनि कतिपय पनि टोलमा धेरै कम मात्रामा मात्रै बजाउने गर्थे। र अघि हाम्रा उद्घोषक भाइले पनि भनिसक्नुभयो, यो बाजा सुखमा पनि चाहिने, दुःखमा पनि चाहिने। यो समाचार सम्प्रेषण गर्नु पर्दाखेरि पनि यो बाजाको प्रयोग हुन्थ्यो भनेर उहाँले भनिसक्नु भएको छ। यो बाजाको महत्त्व अति नै विशिष्ट छ। र विशिष्ट हुँदाहुँदै पनि हामी त्यो ठाउँमा हामीले उपयोग गर्न नपाउनु एउटा दुःखदायी कुरा पनि हो। हामीले यो बाजालाई जगेर्ना गर्नुको लागि हामी धेरै मिहिनेत गर्यौँ, धेरै सकेकोमा हामी पुग्यौँ र अन्ततः आज हरेक काठमाडौँ जिल्लाको हरेक कुना काप्चामा, हरेक टोलमा बाजा खन्काको हामीले महसुस गर्छौँ। अब बाजा त हामी सिक्यौँ। हाम्रो महानगरपालिकाले पनि हामीलाई यो बाजाकै लागि विभिन्न अनुदानबाट हामीले सहयोग गरेको हामीले पाएका छौँ। तर यो बाजालाई अझ जगेर्ना गर्नु छ भने, यो बाजालाई अझै जीवित राख्नु छ भने फेरि पनि यसलाई चाहिँ आर्थिकमा रूपान्तरण गर्नु अति जरुरी छ। सबैले आफ्नो संस्कृति बचाउनको लागि, संस्कृति जगेर्ना गर्नुको लागि सबै गुरु लगायत यो बाजा बजाउने मान्छेहरू सबै हाम्रा दाजुभाइ दिदीबहिनीहरू लागिराख्नु भएको छ। सबै आफ्नो चाहिँ कमाएर खाने एउटा समयले पनि त्यागेर आफ्नो चाहिँ संस्कृतिको
लागि पर्नु भएको छ त्यसको लागि पनि म धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। अब आज हामीले हाम्रो माननीय यहाँ उपस्थित गर्नुभएको छ, उहाँलाई पनि म विनम्र अनुरोध गर्न चाहन्छु। यो काठमाडौँ यो बाजा कुनै पनि जातीय संगठनको विकास हुनु र उसको उत्थान गर्नु र हाम्रो पहिचानलाई सही ठाउँमा ल्याउनु, यसलाई जगेर्ना गर्नु सबैको दायित्व र कर्तव्य हुनुहुन्छ। यो बाजा सिक्ने काम काठमाडौँमा त सिकियो, तर काठमाडौँ बाहिर कहाँ सिकिरहेको छ र हामीले यसलाई चाहिँ बाहिर पनि लिएर जानु अति आवश्यक छ। धेरै ठाउँबाट हामीले बाजाको लागि हामीले चाहिँ अनुरोध गरेको अवस्था छ। यद्यपि हामी काठमाडौँ बाहिर रहेका हाम्रा कर्मी दाजुभाइ दाजुभाइहरूलाई यो बाजा सिकाउनुको लागि आर्थिकको अभाव र गुरुवरहरूको अभाव, त्यस कारणले म हाम्रो आजको मान्यज्यूलाई प्रमुखज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु, यदि साँच्चै देशको उत्थान गर्ने हो भने हाम्रो संस्कृति उत्थान हुनु अति जरुरी छ। हाम्रो संस्कृति मात्रै होइन, संस्कृतिलाई बचाउन र हामीले चाहिँ यसमा चाहिँ पैसा लगानी गर्न गरेको हुन्न, यसलाई चाहिँ निरन्तरता दिइराख्नुको लागि पनि यसको लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने देखिन्छ। त्यसकारण म सम्पूर्ण हाम्रा कवि दाजुभाइ र दिदीबहिनीहरूलाई तपाईँले धेरै टाढा टाढाबाट आउनुभएको म देखिरहेको छु। तपाईँको यो खानकोटदेखि सङ्ग्रामपुरसम्म र यो ललितपुरको घोडागुडीदेखि यो हाम्रो कुपुटोलसम्म यहाँका यो सबै हाम्रा साथीहरू यहाँ आइराख्नु भएको छ र तपाईँले चाहिँ यसरी यो किताब विमोचनको लागि तपाईँले खुसी हुनुभएर तपाईँलाई यहाँ आइरहनु भएको छ र तपाईँलाई म फेरि एकचोटि धन्यवाद दिन चाहेँ। र अब हाम्रो अर्को नेपाल राष्ट्रिय सङ्घीय समाज केन्द्रले हामीले यो किताबको विमोचन गर्यौँ र किताबको बोर्डमा अब कुनै गुरुहरू नभए तापनि हाम्रो यो बाजा लोप हुने छैन। त्यो नोटेसन हेरेर हामीले बाजा बजाउन सक्ने अवस्थासम्म पुर्याइदिनु भएकोमा म फेरि पनि एकचोटि धन्यवाद दिन चाहन्छु। म फेरि यहाँलाई के अनुरोध गर्न चाहेँ भने अहिले एउटा हाम्रो समस्या के छ त भन्दाखेरि हामीले किताबको बोर्ड हामीले बनायौँ, नोटेसन हामीले तयार गऱ्यौँ, तर हरेक टोलमा हरेक यो जिल्लामा आफ्नै किसिमको बाजाको धुन हामीले चाहिँ बजाउँदै आएका छौँ। सायद म चाहिँ ललितपुरको भएको कारणले गर्दाखेरि ललितपुर तापैतीमा हाम्रो आफ्नै बोल छ, त्यहाँ आफ्नै किसिमको धुन बजाउँछ। त्यो मौलिकतालाई हामीले छोड्नु पर्दैन, तर सम्पूर्ण हामी एक ठाउँमा भेला हुँदाखेरि एउटै बोल एउटै स्वर हुने गरिकन हाम्रो बोल मिलाउनु पर्ने देखिन्छ। त्यस कारणले चाहिँ म सम्पूर्ण हाम्रा गुरुवर्गलाई म अनुरोध गर्न चाहन्छु, एउटै बोल एउटै शैलीमा बुझाउनुको लागि फेरि एकचोटि हामी सबै लाइनबद्ध भएर हामी बसेर अगाडि बढौँ। अवश्य पनि हामी पुरा गर्नेछौँ र साथसाथै आज चाहिँ धेरै समय नलिकन म यहाँलाई फेरि पनि धन्यवाद भन्दै मेरो सानो भने यही दुनियाँ चाहन्छु। जय खड्गी। Yo creo que eso es